नमस्ते सबैजनालाई। आज चाहिँ देख्न सक्नुहुन्छ हामी क्याफे बाहिर छौँ। क्याफे बाहिर चाहिँ हामी के गर्दैछौँ भनेदेखिलाई चाहिँ हाम्रो भाइ सिक्किम जानु आँट्नु भएको छ नि त आज। अन्त डी क्याफेको चिया खाइकन जाने अरे नि त। भाइको लागि चाहिँ सटर खोलिकन चिया बनाइकन हामी तीनैजनाले पियौँ। त्यहाँदेखि चाहिँ भाइ पनि अब भन्नुहुँदैछ लदी राम्ररी जानु यताउति। त्यहाँदेखि भाइ पनि अब जानुहुन्छ, हामी पनि जान्छौँ। देख्न सक्नुहुन्छ टोटोमा पनि चढिसक्यौँ। त्यसको बाद बस पक्रिनु लागि पानी ट्याङ्कीको पनि जाँदैछौँ। बस पनि पक्रिन्छौँ तर गर्मी त अनि हो भगवान्। यो पानी ट्याङ्की जाने बसमा के डरलाग्दो मान्छे खाँदेको, त्यत्रो खुल्ला हुँदा पनि यस्तो गर्मी। आम्मामामामामा मरितरी दार्जिलिङ मोड पुग्यौँ। दार्जिलिङ मोड पुगेर त के गर्नु, अझै कति लामो बाटो छ। तर यहाँ चाहिँ सटसट देखाउँदैछु र काकरभित्ता पनि पुग्यौँ। काकरभित्ता पुगेपछि चाहिँ टोटोवालाहरूले फेरि अरे हिँड्नु दिदी हिँड्नु 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 नेपाल जान्छ यो टोटो भन्दै भन्नुहुँदैछ। तर पनि हामी होइन, हामी आफै जान्छौँ भन्दै आयौँ। हेर्नु सक्नुहुन्छ अलिअलि सपिङ गऱ्यौँ। के हुन्छ केटी मान्छे बाटोमा सपिङ नगरी त चित्त बुझ्दैन। तपाईँहरूलाई थाहै छ कस्तो नराम्रो बानी हो यो चाहिँ। फेरि अलिकति मिठाईहरू लिँदैछु म, त्यहाँ चिप्सहरू अङ्कललाई माग्दैछु। त्यसको बाद फेरि हामी काकरभित्ता बोर्डरको तर्फ जाँदै चप्पल दोकान देखेँ। कस्तो दामी सेल लागेको रहेछ, 150 रुपियाँको फ्ल्याट चप्पल भन्दै थियो नि त। अब नलिने त कुरै होइन, लिइहालेँ। त्यसको बाद हामी काकरभित्ता बोर्डरको तर्फ तपाईँ देख्न सक्नुहुन्छ ऊ छेउमै छ काकरभित्ता बोर्डर। हामी जुन जाँदैछौँ अनि त्यहाँदेखि जाँदै काकरभित्ता बोर्डर पनि हामी पुग्छौँ। कस्तो टाढो रहेछ, हिँड्दा घाममा पुगेर म टोटो चढेँ। ऊ चाहिँ मलाई काकरभित्ता बोर्डरसम्म मात्रै छोड्नु आएको नि त। बिचरा उसले बाई गर्दैछ, म पनि बाई गर्दै थिएँ। त्यहाँदेखि म काकरभित्ता पार भएर बसमा चढ्नु लागि देख्न सक्नुहुन्छ काकरभित्ता बसमा पनि चढेँ। बस पनि हिँड्नु आँट्यो अब। त्यसको बाद अब मेन यो बसमा चढिसकेपछि नि 4.5 घन्टा लाग्यो मलाई त्यति चाहिँ अब पथरी पुग्नु लागि। मरितरी यो बिर्तामोड पुगेको है। बाटो चाहिँ अहिले अलिकति हाइवे देख्नुहुँदैछ नि, यो जति पनि यो हाइवे छ नि अलिक पर जाँदा चाहिँ यस्तो डरलाग्दो, मतलब के बनाउँदैछ, बाटो बनाएको हो या के बनाउँदैछ। हर जग्गा कत्रो ठुल्ठुलो खड्डाहरू क्या, यत्रो त पनि नेभर गिभ अप। भिडियो त बनाउनु पर्यो। अलि गर्दै देख्न सक्नुहुन्छ त पुरा बाटोहरू बनिँदैछ। पुरा नेपालमा छिर्ने बित्तिकै मकैहरूको सिन अगाडि बसेर एकदम